रुमाल यो नि छ क्या कस्तो बोसो छ मुटुलाई चाहिँ खासु ठ्याक्क पोटको बोसो जस्तो देखायो हेलो हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजना मेरो च्यानलमा स्वागत छ सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम यहाँ अहिले चाहिँ आराम नै छु अनि म चाहिँ निकै लामो लङ टाइमसम्म आइन युट्युबमा मेरो चाहिँ हल्का तबियत मतलब हल्का बिमारी थिएँ म अनि त्यही भएर चाहिँ अलि दिन ब्रेक लिएको थिएँ अनि ब्रेक लिँदा दसैँ नै आइदियो बिचमा ह्याप्पी दसैँ नि भन्न पाएन हल्का पिरोहरू उसहरू हल्का नखाएको कि अनि आज धेरै पछि म यतिको पिरो खाँदैछु त्यो नि यति धेरै क्वान्टिटीमा खाँदैछु अनि ग्यापिङ पछि डाइरेक्ट करेन्टबाट नै इन्ट्री हानौँ न भनेर चाहिँ आज मसँग छ करेन्ट अनि यहाँ छ सुकुटी हाम्रो घरमा चाहिँ नट बफ एलाउड अनि पोक त झन् कुरै छोडिदिउँ यो चाहिँ खसीको सुकुटी हो दसैँको अनि यतै नै छ सबभन्दा दुखीको कुरा खबर के छ भन्दा सब्सक्राइबर खत्तै घटेछ अब के गर्ने त ठिकै छ हामी फेरि जम्मा हुनेछौँ भन्ने आशामा म यो खाना सुरु गर्न चाहन्छु पानीबाट त्यस्तो पानी परिराख्दाखेरि पनि कस्तो गर्नु भएको सबै बाहिरको साउन्ड आउँछ भने ढामढुम्म गरेर खानुपर्छ अनि गर्नु भइहाल्ने कि अब हाम्रो जाडो महिना आउँदै अब चाहिँ सजिलो हुन्छ ल सुकुटी र करेन्ट कसलाई मनपर्छ कमेन्ट गर्नु होला अनि अनसब्सक्राइब गरे पनि जान्छ होला तिनीहरूको उसमा होइन हेरिरहनु पर्छ त्यो चाहिँ मलाई त्यति थाहा भएन अनि तपाईँले हेर्दै हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नलाई म कहीँ हराएको होइन म सन्चै नभएर हल्का ग्याप मात्रै लिएको ओके चेस आन्द्रा नै घरको तरकारी चाहिँ आन्द्रा थियो क्या आन्द्रा रे त्यो मैले त रुमाल जस्तो भन्छु क्या रे हो त्यो होला त्यो के हो भुडी हो साइडमा भात पनि ल्याएको कि मैले मलाई चाउचाउसँग भात बेसी मनपर्छ दसैँ कस्तो भयो मेरो त त्यस्तै भयो चिसो खाना केही भएको थिएन कस्तो बोसो छ मुटुलाई चाहिँ खासु ठ्याक्क पोटको बोसो जस्तो देखायो अब यो खाना 1 घन्टा लाग्छ
मैले त आलु छाला खान्न सुकुटीको चाहिँ खान्छु फेरि लास्ट टाइम लाग्छ अन्त चिगमको काम गर्छ क्या भएको भिडियो लामो हुन्छ मिठो चाहिँ मिठो भयो बल्ल लास्ट टाइम लाग्यो आधी त काट्नै पर्छ भिडियो यो वाला भात खतरा मिठो हुन्छ यो चाहिँ आलु मिठो हुन्छ अठु भन्दा सुकुटी धेरै रहेछ क्या रुमाल यो नि छ क्या यसो भित्र नि सानोसानोमै तान्न नसकेर मम्मीले त तानेर दिन्थ्यो मुखको त्यही पनि अहिले नि होइन त उसो पल पल्ल अहिले थालेन ए आयो हर्दिनु आयो खरम खरम
त लास्ट टाइम गएको खानु ल छिटो भन्दैन चिल्लो बढी भएर छैन अब एक दुईवटा सुकुट्यो लास्ट टाइम ला भयो चिल्लो पनि बढी भयो बोस्दो रहेछ क्या अनि भातसँग त ठिक्क हुन्छ नि त काँक्रोले गर्दा हल्का बोस्दो काट्यो ह लास्ट लिएर गुड भयो ओके लास्ट चिल्लो भयो आजलाई यति नै एउटा सुकुटी चबाउन एकदम टाइम नै लाग्छ म त अझै सुकुटी र भात खान्छु सोच्दै थिएँ फेरि कस्तो चाउचाउ खान मन लाग्यो धेरै भयो नखाएको अनि भात र सुकुटी त खाँदा नि एकदम मिचिरहेको थिएँ अनि चाउचाउ र सुकुटी खान मन लागिरहेको थियो पहिल्यैदेखि अनि भिडियो नि बनाइदिउँ न भनेर अनि भिडियो नि बनाएँ अनि खाना नि खाएँ तर चिल्लो हुँदो रहेछ ओके आजको भिडियो यति नै अब म अर्को भिडियोमा भेट्ने छु अब म ग्याप नलिउँ भन्ने सोच्दैछु अब हेरौँ के हुन्छ अब सोचे जस्तो त के नि हुँदैन भन्दै म बिदा माग्न चाहन्छु हाम्रो भिडियो लाइक कमेन्ट सेयर अनि च्यानललाई सब्सक्राइब गर्न सरी नबिर्सिनु होला बाई लभ यु सी यू सुन टेक केयर मेरो सब्सक्राइबर घट्यो म त यादै गरेको थिएन कि अस्ति हेर्छु त छैन ख्वात्तै घटेछ म त एकछिन केही बोलिनँ अनि क्या त भने अनि त्यही हो बाई